तपाईँ जनताबाट चुनाव जितेर प्रधानमन्त्री भएको होइन भन्नुहोस्। आन्दोलनको राप र तापमा प्रधानमन्त्री भएको, आन्दोलनका मागलाई सम्बोधन गरेर भन्नुहोस्। आन्दोलनमै नआएको मान्छेहरू मन्त्री भइराखेका छन्। कहाँबाट आउँछन् मन्त्री बन्न? रगत जसले बगायो त्यो मन्त्री बन न। जसले लड्यो आज बानेश्वरमा त्यो मन्त्री बना। लड्ने युवा साथीहरू त अहिलेसम्म एकजना पनि मन्त्री भए मैले देखाएको छैन। ल तपाईँहरूले पार्टी खोल्नु पऱ्यो, 100 सिट ल्याउनु पऱ्यो, अनि तपाईँ प्रधानमन्त्री बन्न सक्नुहुन्छ? 138 चाहिन्छ। खै त 88 सिट ल्याएको नेपाली काङ्ग्रेस अघिल्लो पटक झुन्डे राम भए होइन नि त यिनीहरू? उही वारी उही पारी भए होइन? 32 सिट ल्याएको प्रचण्डजी प्रधानमन्त्री भइसक्नु। यो संसदीय व्यवस्था हो, यो संसदीय व्यवस्था हो। यहाँ 137 सिट ल्याएर पनि प्रधानमन्त्री बन्न सकिँदैन, किनकि यहाँ अङ्कगणितको कुरा हुन्छ। ल चुनावमा जानुभयो, तपाईँले 50 सिट ल्याएर आउनुभयो नयाँ युवा साथीले, के गर्नुहुन्छ? संसदमा हामीले अस्ति गरेनौँ राष्ट्रभारा, हामीले 100 दिनभन्दा बढी संसद बहिष्कार गर्दाखेरि पनि सभामुखले सुनेनन्, केपी शर्मा ओलीको सरकारले सुनेन। भोलि तपाईँहरूको हालत त्यही हुँदैन भन्ने के छ? यही चुनाव प्रक्रिया हुने हो भने त जनलाई लखेड्नु भयो, तिनै चुनाव जितेर आउँछन् फेरि। अनि परिवर्तन भयो केही? रगत केका लागि बगाएको? रगत त अहिलेको प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर सुशीला कार्कीजीलाई प्रधानमन्त्री बनाउनलाई, 84 को चुनावलाई, 84 मा हुने चुनावलाई 82 मा ल्याउनका लागि त रगत बगाएको होइनला नि त। यो देशमा सुशासन कायम गर्नका लागि। अब आज केही जेन्जी साथीहरूले सुन्छु, म तपाईँहरूभन्दा पनि म 1-2 वर्ष मात्र जेठो भए हुनाले तपाईँको जो जेन्जी नेता भन्नुहुन्छ उनीहरूभन्दा पनि म कान्छो भएकाले तपाईँलाई 1-2वटा कुरा सल्लाह दिन चाहन्छु। अस्ति अख्तियारमा देखाएको थिएँ, अख्तियारको आयुक्तको राजीनामा मागिराख्नु भएको थियो साथीहरू। अख्तियारको आयुक्तले राजीनामा कस्तो अवस्थामा दिन्छ भन्ने कुरा नेपालको संविधानलाई अलिकति पल्टाउन, कि त संविधान मान्दिनँ भन्नु पर्यो, संविधान मानेपछि त त्यो संविधान अनुसार जानु पर्यो नि त। धारा, नेपालको संविधानको धारा तपाईँको कसले भन्छ अख्तियारको प्रमुख आयुक्तहरू, आयुक्त लगायतकालाई 101 ले व्यवस्था गरेका छ। महाभियोग प्रस्ताव भएपछि मात्र उनलाई पदबाट हटाउन सकिन्छ। सुशीला कार्कीले चाहनु भएन भने पनि तपाईँको संवैधानिक आयोगका प्रमुखलाई हटाउन पाइँदैन। यो नेपालको संवैधानिक व्यवस्था हो। यो हामीले त त्यतिखेर भनेका थियौँ। के गर्नुहोस् भने जेन्जी युवा साथी हो,